सेवारो वेलकम टु मार्जिन क्रेड्स। आज चाहिँ म तपाईहरुलाई एकदमै सजिलो बो हेयर क्लिप बनाउन सिकाइरहेको छु। पुरा भिडियो हेर्नु होला। सबैभन्दा फर्स्टमा चाहिँ धागोलाई नट गरेर स्लिप स्टिच बनाउने अनि त्यसपछि चेन 20 1 2 3 4 5 हेर्नुस् त चेन 20 भइसकेपछि चाहिँ हामीले 7 वटा चेनलाई स्किप गर्नुपर्छ। 1 2 3 4 5 6 वटा भयो। 1 2 3 4 5 6 7 वटा। 8औं चेनमा चाहिँ 8 चेनमा चाहिँ हामीले चाहिँ डबल क्रोशे बुन्ने। अनि चेन 2 अनि मुनि पनि दुईटा चेन स्किप गर्ने 1 2 अनि थर्डमा फेरि डबल क्रोशेट बुन्ने। फेरि चेन 2 दुईटा स्किप गर्ने थर्डमा डबल क्रोशेट बुन्ने। हेर्नु त यो चाहिँ हाम्रो फर्स्ट रो भयो। अब यहाँदेखि सेकेन्ड रोको लागि चेन 5 1 2 3 4 5 अनि वर्कलाई यता फर्काएर अनि फेरि अब जता जता डबल क्रोशेट छ त्यसकै माथि डबल क्रोशेट बुन्दै जाने। एकदमै सजिलो छ यो। फेरि चेन 2 अनि फेरि यो डबल क्रोशेटको माथि फेरि चेन 2 अनि दुईटा चेन स्किप गरेर थर्ड चेनमा चाहिँ डबल क्रोशेट बुन्ने। हेर्नु त हाम्रो सेकेन्ड राउन्ड पनि कम्प्लिट भयो। अब थर्ड राउन्डको लागि फेरि सेम 1 2 3 4 5 चेन अनि फेरि डबल क्रोशेट जहाँ डबल क्रोशेट छ प्रत्येक डबल क्रोशेटमा डबल क्रोशेट। चेन 2 को ठाउँमा चेन 2। फेरि चेन 2 डबल क्रोशेटको ठाउँमा डबल क्रोशेट। सरी फेरि चेन 2 डबल क्रोशेटको ठाउँमा डबल क्रोशेट बुन्ने। फेरि चेन 2 डबल क्रोशेटको ठाउँमा डबल क्रोशेट बुन्ने। चेन 2 अनि फेरि छेउमा चाहिँ 1 2 दुईटा चेन स्किप गर्ने थर्ड चेनमा चाहिँ डबल क्रोशेट बुन्ने। हेर्नुस् त थर्ड राउन्ड पनि कम्प्लिट भयो। यसरी नै हामीले चाहिँ अब जस्तै 1 2 3 4 5 वटा होल भयो हैन। यस्तो चाहिँ दुईटा बुन्नुपर्छ हामीले। एउटा 20 वटा होल भएको अनि एउटा 22 वटा होल भएको। एउटा 20 होल अनि एउटा 22 होल। ओके म दुईटै बनाएर चाहिँ म तपाईहरुलाई बनाइसकेपछि देखाउँछु है त यहाँ छेउमा कसरी बुन्ने भनेर। ओके मैले यहाँ 20
वटा बुनिसके 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 यो चाहिँ बोको टेलको लागि हो। चेन 3 1 2 3 अनि सेम प्लेसमा फेरि एउटा डबल क्रोसेट अनि नेक्स्ट डबल क्रोसेमा स्लिप स्टिच अनि फेरि 1 2 3 फेरि सेम प्लेसमा डबल क्रोसे नेक्स्ट डबल क्रोसेमा स्लिप स्टिच फेरि 1 2 3 एउटा डबल क्रोसे फेरि नेक्स्ट डबल क्रोसेमा स्लिप स्टिच हेर्नुस् त यस्तो राम्रो बोर्डर हुन्छ। कर्नरमा आइपुगे त कर्नरमा कसरी गर्ने भनेर म सिकाउँछु है त 1 2 3 चेन अनि फेरि डबल क्रोसे अब यताबाट हेर्नु है त यताबाट दुईटा चेन स्किप गरेर थर्ड चेनमा चाहिँ स्लिप स्टिच गर्ने यसरी अनि फेरि मैले चाहिँ वरिपरि बुनिसके। अब यो लास्टमा कसरी जोइन गर्ने भनेर म तपाईहरुलाई देखाउँछु त। अघि हामीले सुरुमा जहाँनेर स्टार्ट गरेको थियो हैन त्यहीनेरि चाहिँ स्लिप स्टिच गर्नुपर्छ। अब चाहिँ म तपाईहरुलाई यो चाहिँ बो पार्ट हो। यसमा चाहिँ मैले 22 रोज बुनेको छु। यो कर्नर र यो माथिको पार्टमा चाहिँ हामीले बोर्डर बुन्नु पर्दैन किनभने यो चाहिँ अहिले जोइन हुन्छ नि त यहाँनेरि बो बनाउनुको लागि। त्यसको लागि चाहिँ हामीले अब यहाँनेरि कर्नरमा एउटा सिंगल क्रोसे अनि फेरि यहाँनेरि डबल क्रोसेमा एउटा सिंगल क्रोसे फेरि यो चेनमा एउटा सिंगल क्रोसे फेरि डबल क्रोसेमा एउटा सिंगल क्रोसे फेरि यो चेनमा एउटा सिंगल क्रोसे फेरि यो डबल क्रोसेमा एउटा सिंगल क्रोसे यहाँ सिंगल क्रोसे फेरि डबल क्रोसेटमा पनि अनि फेरि यो खान्डुमा पनि। अब यहाँदेखि फेरि हामीले हाम्रो बोर्डर स्टार्ट गर्नुपर्छ। यो चाहिँ हाम्रो यस्तो हुन्छ। फेरि चेन 3 डबल क्रोसे फेरि यहाँ स्लिप स्टिच ओके मैले चाहिँ यहाँ हेर्नु त फिनिश गरिसके। यो चाहिँ दुई साइडमै। अब यसलाई चाहिँ यहाँनेरि सिलाउनु पर्ने हुन्छ सेन्टरमा। ओरतिरको स्टिच र परतिरको भी स्टिचलाई यसरी सिलाइदिँदा भइहाल्छ।
बोलाई ऱ्याप गर्नुको लागि बिचमा एउटा सानो पिस बुन्नु पर्ने हुन्छ, त्यो सिकाउँदैछु। 1 2 3 चेन 4 अनि सेकेन्ड चेनमा 1 सिंगल क्रोचे, 2 जम्मा 3टा सिंगल क्रोचे, चेन 1 अनि टर्न गर्ने, फेरि 3टा सिंगल क्रोचे, 1 2 3 थियो नि त्यो सानो पिस, यो पिसलाई चाहिँ बीचमा यसरी र्याप गर्ने। यसरी अघि सिलाए जस्तरी नै Thank you so much for watching my video. If you enjoy easy, beginner-friendly crochet tutorials like this, please don't forget to like, subscribe to my channel, and leave a comment. Your support means a lot to me and helps me create more crochet tutorials for you. See you in my next video. Happy crocheting!